ल गाइजहरु यता हेर ब्लग बन्दै छ के म फोटो र यार यस्तो को चाहिँ के त त्यो होइन के अझ फ्यामिली थियो हाम्रो फ्यामिली थियो अरे देखियो फोटो पनि राखेको रहेछ नि अब मूर्ति हेलो अहिले हामी स्वयम्भूमा आइपुगेका छौँ चढ्दैछौँ हेर्दैछौँ स्वयम्भूको अवलोकन गर्दैछौँ तपाईहरुले देख्न सक्नुहुन्छ आइपुग्यो हौ मेन यो टप पुग्यौँ अब यो गाउँ जस्तै देखिन्छ अब Banjo. एक्स्ट्रा नयाँ मान्छे देखाउनु देखाएर छ त यता तल हेर्न आइज न यहाँ के हो यहाँ यो सिन दामी आउँदो रहेछ अब त यति सेतो हुन्छ त्यही पनि यहाँबाट देखिन्छ काठमाडौँ आएर यो फर्स्ट टाइम आएको यो स्वयम्भू अरू सब चप्पा चप्पा चारिसक्यो नभए जस्तै के हो हेर्दाखेरि पहिले डराएको डर लाग्छ नि त म्यान व्हाट्सअप आफ्टर लङ टाइम मेरै सेतो रहेछ तिम्रो परिचय सानो आमा परिचय रे ब्लगमा नयाँ मान्छे सदस्य थपेको के भन्न चाहन्छौ तिम्रो नाम मेरो नाम पूजा हो पूजा अनि अरू दुई तिनवटा होला नि नाम पूजा छ स्नेहा छ लक्ष्मी छ अरू पछाडि के हो त्यो काठमाडौँमा आइरहेको छु काठमाडौँबाट स्वयम्भू घुम्न आएको स्वयम्भूबाट घर जाँदैछु ए भने काठमाडौँ तिमीलाई कस्तो लागिरहेको छ काठमाडौँ पहाडको टुप्पोमा छ होइन तिमी काठमाडौँ घुमेको थिएनौ नि त बादर छ के होइन तिमी काठमाडौँ घुमेको थिएनौ नि त काठमाडौँ घुम्दा कस्तो लाग्यो तिमीलाई कस्तो लागेको छ राम्रो त राम्रो छ तर खुट्टा दुख्न थाल्यो त्यसमा त्यो चप्पल हेर नि चप्पल आमा हेर न चप्पल त्यस्तो लागेको छ नि खुट्टा दुख्दैन त नि के तपाईँलाई बोक्न लगाएको छु बोक्न लगाएको कुराहरू होइन नि त बोक्न लगाएर बोक्नु सक्नु पर्यो नि त अच्छा यहाँ यो के गरे कति किलो बोक्ने मान्छेले जाब त्यो कति तिमी 60 किलो 64 किलो बोक्न सक्दैन गरे यार मलाई हेपेन अब अनि भनेको यसरी ग्याममा भेटेर त्यो पनि बोलेको पनि धेर भएको थिएन यसरी तर अरूमा जो भनेर चाहिँ तर साथी मतलब यति कम समयमा यति धेरै गुलमुल हुन्छ त्यस्तो गुलमुल हुन्छ है मतलब त्यस्तो होइन कि गुलमुल चाहिँ होइन घुलमेल भेटे खुसी लाग्यो कुनै ठाउँ घुमेको नै यता यता नि तिमी सिधै एयरपोर्ट
एयरपोर्ट अनि उयो थाहा छ है के पो कोटेश्वरको कि कोटेश्वर कोटेश्वरको पुल थाहा छ आकाशी पुल त्यो चाहिँ थाहा छ यो सिटु बजायो त होइन त्यो सिकाइरहेको मान्छे हेर्दा हेर्दा नबोल्ला जस्तो बोल्न पायो नि त वार बोल्छ तिमीलाई बरु भ्लग बनाउन समाज लाउनु पर्ला ए मलाई मुस्किल छैन समाज दिन्छु कोही बात नहीं कोही छैन केही छैन आमा तपाईँलाई चाहिँ कसले हाल्नुहोस् तपाईँ चाहिँ बोल्नुहुन्न बोल्दैन हौ अनि अनि चाहिँ के गर्दै हुन्छ यो चाहिँ इन्टरभ्यू लिएको अनि तपाईँ त फेरि रिटेल आयो के भन्दै त्यो थियो अरे चाहिँ मेरो नकाट्नु नि अनि मेरो प्रशंसा गर्दै थियो के अरे तपाईँ नि हो यति हेन्सम हुन्छ रहेछ ए ओभर भएन रे ओभर होइन साँच्चै नि यति अलि मेरो प्रशंसा सुन्ने चाहिँ छिटो ए म त बेस मसँगै लागौँ भनेर लानु मिल्दैन मलाई फर्स्ट टाइम मलाई केटीले अब डाइरेक्ट उ गरेर चाहिँ केही होला जस्तो अन्त केही हुन्छ कि तपाईँ घरबाट नि बहिनीहरूले नि सबैले आँट गरौँ है दाइ भने अब यतै आँट गरेर गर्नु पर्ला भोलि पर्सि जानु भने होइन त्यो पर्सि त्यतै आँट गर्नु पर्ला अब अन्त कट हुन्छ नि फेरि कट हुन्छ नि फेरि के कर भिडियोमा चाहिँ काट्ने भनेको हाल्नु न हाल्नु मुस्किल छैन त मलाई त हाल्नु अनुहारमा चाहिँ हाल्नै काट्छ मेरो फोटो खिच्ला रहेछ है एउटा भिडियो खिचेको है अनि गममा यो नहाल्न भन्नु के किन भन्छ यस्तो यस्तो झोलालाई मैले फेरि धेरै पछि आएको हाल्नु त हाल्नु नि